गाइस मेरो जो अब भ्लग यस्तै छ स्टाइलको म त भन्न यहाँ त आइसकेको छ यस्तो स्पिड म चाहिँ मोडमा पनि हात छोडेर चलाइरहेको छु साथीहरू ल चलम राइट कस्तो ब्रेक स्लो लागिरहेको छ के हो आज डर लाग्यो त मलाई त राइट ब्रेक स्लो लाग्यो कि डर लाग्छ मलाई फेरि ब्रेक लागेन भने त लड्यो नि त लडेपछि लड्यो हुन्छ ल गाइस आज पनि फेरि राइडमा निस्किसकेको छ त्यही हो अब भ्लग पेल्ने भनेपछि त अब पेल्नै परिहाल्यो मेरो सिद्धान्त नै भ्लग पेल्ने हो मजाले यो चाहिँ आज मैले मम्मीको महलबाट भ्लग बनाइरहेको छु जस्तो अब कस्तो आउँछ त्यो अब हेरौँ भने कस्तो यो चाहिँ कस्नु पर्ला भने बिर्सेछ यार फेरि पनि यो बजेर फेरि हैरान गर्छ बाटो फेरि तनावको छ कि तनावको लग्न त मिल्थ्यो अरे यस्तो छ साथीहरू बाटो हाम्रो केही बिधि जम्प गऱ्यो कोही क्यामेरा त यस्तो भइरहेछ भातलाई जसरी थेट भात चाहिँ के हो क्यामेरा त आम्मामा बाटो यस्तो छ अबे यहाँबाट चाहिँ रिस्क लिएर जानु धेरै रिस्क लियो भने तनाव हुन्छ फेरि अहिले कस्तो जम हान्यो भने क्यामेराले ल आएछ अब फेरि एङ्गल चाहिँ कस्तो आयो थाहा छैन गर्न चाहिँ गरेँ यास ओहो तलडी ल भ्लग देखाओ न ए ल आएछ अब हिँडेँ अब भन्जातिर पुग्नु पऱ्यो एकचोटि आएछ अब स्टाइल छ फेरि भ्लग बनाउने फेरि मेरो हाम्रो तरिका छुट्टै छ अब यसरी नै जानु पऱ्यो अब भन्जासम्म अब के हुन्छ अब हेरौँ मान्छेहरूको रियाक्सन हेर्नु पऱ्यो कि अब ट्याक्क लगाएर अब यो चाहिँ टेप लगाइदिएको छु क्या मैले किनभने के गर्यो भाँच्यो भने ट्राइपोड भाँच्यो भने त मोबाइल केही हुँदैन नि त त्यही भएर मैले ट्राइपोडमा टेप बाँधिदिएको अब माटो भयो बाउ आइरहेछ मेरो बाउ जस्तो अब म चाहिँ अब कहाँ पुग्छु थाहा छैन मोटो भ्लग गर्ने हो अब जहाँ पुग्छ त्यहीँ बाटो त यतातिर खतरा छ फेरि चेन माथि राखेको यो पाइटल एक पाइटल यो
ढुङ्गा भन्दा हानेको मैले Sige bye. गाइस मेरो जो अब भ्लग यस्तै छ स्टाइलको म त भन्दा यहाँ त आइसकेको छ मजाको पिज्जा आयो अब चाहिँ मस्त हात छोडेर म चलिदिन्छु हात छोडेर चलाइदिन्छु ऊ पर्छ म ओइ कस्तो हल्ल्या अलि स्पिड पुगेन के स्पिड पुग्यो भए जस्तो दामी हुन्थ्यो आम्मा ल अब चाहिँ ऊ पर्छ म नन जान्छ के फेरि ल अब चाहिँ गयो अब चाहिँ ओह्रालो छ नि त त्यही भएर नन जान्छु ल साथीहरू भयो चाहिँ हात छोडेर चलाइसकेको छ साइकल आम्मा ओइ अब कस्तो चेन खसाइ गऱ्यो कि त नभयो भने एक गेयरमा रुक कस्तो मासाला रिस उठ्यो ल गेयरमा माथि गेयरमा राखेको थियो झर्या भने दिमाग खराब झुकेर आइगयो त्यहाँ रहेछ ल अब उसलाई मैले भेट्छ भाइ मामा घर चाहिँ त्यही हो यहाँ छ मामा घर देख्नुहुन्छ त तपाईँहरूलाई मामा घर देखाउँछ यही हो मामा घर चाहिँ आहा मामा यस्तो पिचबाट यस्तो मजा आउँछ नि आमा परसम्म पुग्ने हो बबाल चलो हात छोडिदिउँ के हो छोडिदिउँ गाइस अहिले चाहिँ यता बिचमा चाहिँ यस्तो हात छोड्यो नि सक्छ क्या कन्ट्रोल गर्न यस्तो स्पिड आम्मा म चाहिँ मोडमा पनि हात छोडेर चलाइरहेको छु साथीहरू बबाल राइड डेन्जर भयो ल चाहिँ आम्मा मजा भयो ल अझै उता जानु पऱ्यो अफरोड चलाउनु पऱ्यो नि त अब अफरोड राइड अफरोड आइसकेको छ अफरोड कडा अफरोडमा चाहिँ अलिकति अब हुइले हान्नु पर्ने अलिक गेट चलाएको छैन क्या त्यही भएर हल्का तनावमा छु जस्ट चाहिँ कहाँ हो के बजिरहेको यो त दिमाग खराब बनायो यो के भन्छ स्ट्यान्डले झर्या भने स्ट्यान्ड त यो त दिनमा हुस्सो लागिरहेको रहेछ यार आम्मै हुस्सो लागिरहेको रहेछ तनाव जतिखेर तनाव भन्ने बानी बसेर यो मुख त जस्ट बवाल्छ बाटो चाहिँ मजा आउँछ भने यस्तो चलाउने यस्तै अझ उता चाहिँ नजाउँ के हो हुस्सो लाग्यो धेरै डर लाग्यो मलाई अब चाहिँ फर्किनुपर्छ साथीहरू म चाहिँ फर्किन्छु नेक्स्ट टाइमतिर चाहिँ आउँछु आज चाहिँ यस्तै भयो राइड एकदम बवाल मजा आयो जस्ट यस्तो पिचमा चाहिँ अलिकति होइन क्यामेरा पनि एङ्गल मिल्छ नि त त्यसरी चिन तँलाई नझरेको के हो ल गाइस अब चाहिँ म मस्त जानुपर्ने हुन्छ हजुरहरूलाई आजको भ्लग कस्तो लागिरहेछ कमेन्ट गर्नु होला दामी यति ट्याक्क यति भयो भने देखाउन पाएन तपाईँहरूलाई
मजा लाग्यो गाइस ल गाइस अब आजको भिडियो म यहीँ इन गर्छु